आजको यस जुम कार्यक्रम सञ्चालक साथसाथमा हामी सबैजनाको एकदमै सहयोगी अग्रज लिडर एक्जिक्युटिभ डबल डायमन्ड डाबा सरलाई विशेष धन्यवाद र जति पनि आजको यस जुम मिटिङमा जोडिनु भएको छ सम्पूर्ण अग्रज लिडर सर मिस म्याडम लगायत सम्पूर्ण डिएक्सन परिवार जनप्रति म गोविन्द राहुको नमन टक्राउन चाहन्छु म चाहिँ दुबईबाट नेपाल घर चाहिँ प्युठान र आज समयले फेरि पनि तपाईँहरूको माझमा आफूले अनुभव बटुलेका केही कुराहरूलाई सेयरिङ गर्नको लागि त्यो संजोग मिलेको छ र आज कोसिस गर्नेछु कि तपाईँ हामीले डिएक्सन व्यवसाय किन चाहिँ गर्न आवश्यक छ भन्ने विषयमा केही कुरा बुझाउनको लागि मलाई थाहा छ आजको यस मिटिङमा धेरैजना हुनुहुन्छ हाम्रो सर मिस म्याडमहरू जो वर्षौंदेखि डिएक्सन सिस्टममा हुनुहुन्छ राम्रो पोजिसन साथसाथमा चाहिँ राम्रो आम्दानी गर्दै आफ्नो जीवनमा परिवर्तन ल्याइसक्नु भएको छ तर यस मिटिङमा धेरैजना हाम्रो सर मिस म्याडमहरू हुनुहुन्छ जो चाहिँ भर्खरै आफ्नो भविष्य खोज्दै त्यो डिएक्सनमा प्रवेश गर्नुभएको छ मलाई आशा छ तपाईँको लागि आजको यस मिटिङ अत्यन्तै महत्त्वपूर्ण हुनेछ अन्तिमसम्म धैर्यताको साथमा चाहिँ सुनिदिनु होला हामी सबैजनालाई थाहा छ कि डिएक्सनले संसारको सबैभन्दा महत्त्वपूर्ण अवसर बोकेर आएको छ र संसारभरि छाएको छ यो संसारमा कुनै पनि त्यस्तो ठाउँ छैन जहाँ हामीले एउटै ठाउँमा एकै ठाउँमा हामीले चाहिँ स्वास्थ्य पनि पाउन सकिन्छ हामीले चाहिँ एकै ठाउँमा राम्रो आम्दानी पनि गर्न सकिन्छ र एउटा खुसी जीवन जिउन पनि सकिन्छ कुनै पनि ठाउँ त्यस्तो छैन जहाँ चाहिँ यी सम्पूर्ण कुराहरू एकै ठाउँमा चाहिँ हामीले प्राप्त गर्न सकिन्छ तर डिएक्सन कम्पनी जसले एउटा यस्तो अवसर हाम्रो माझमा लिएर आएको छ जहाँ चाहिँ हरेक मानिसलाई आवश्यक पर्ने हरेक पोइन्टका कुराहरू चाहिँ एउटा अवसरको रूपमा एउटै ठाउँमा एउटै सिस्टममा उपलब्ध गराएको छ अब त्यसबाट हामी कति ल्याउँछौँ त्यो त हामी पर्ने कुरा हो र हामी चाहिँ हामी चाहिँ एउटा डिएक्सन एउटा यस्तो एउटा अवसरको खानीमा छौँ जहाँ हामीले स्वास्थ्य पनि बन्न सक्छौँ स्वस्थ परिवार बनाउन सक्छौँ असीमित आम्दानी गर्न सक्छौँ र हामीले रात दिन सोचिराखेको हाम्रो परिवारलाई देखाइराखेको त्यो खुसी पनि हामी यहाँबाट प्राप्त गर्न सक्छौँ र त्यसको लागि चाहिँ हामीले डिएक्सनमा मेहनत गर्न आवश्यक छ तपाईँ समुद्रको छेउमा पुगेर मात्र हुँदैन तपाईँसँग त्यो पानी ल्याउनको लागि आवश्यक भाँडा पनि चाहिन्छ तपाईँको थोरै मेहनत पनि चाहिन्छ त्यो भएर चाहिँ तपाईँ त्यो खालको समुद्रमा तपाईँ पुगिसक्नु भएको छ अब अघिको काम भनेको तपाईँको मेहनत यहाँनिर स्लाइडमा देखिरहनु भएको छ द मनी पावर पैसाको शक्ति एउटा भनाइ छ अङ्ग्रेजीमा मनी इज नट एभ्रिथिङ बट मनी निड टु बाई एभ्रिथिङ पैसा यो संसारमा सबै थोक होइन तर सबै थोकको लागि चाहिँ पैसा चाहिन्छ यो संसारमा पैसा सबै थोक होइन सबै चिज पैसा होइन तर सबै चिजको लागि चाहिँ पैसा चाहिन्छ द्याट्स वाइ मनी इज द पावर त्यो कारणले गर्दा चाहिँ पैसा भनेको पैसा हो पैसामा ठुलो शक्ति छ जब तपाईँसँग पैसा छ भने तपाईँसँग संसार तपाईँसँग छ तपाईँको परिवार तपाईँको साथी तपाईँको समाज तपाईँको आफन्त तपाईँको हरेक चिज यदि तपाईँसँग पैसा छ भने सबै तपाईँको पक्षमा तर तपाईँसँग पैसा छैन भने न तपाईँको साथी न तपाईँको परिवार न तपाईँको आफन्त न तपाईँको समाज सबैबाट तपाईँ एक्लिनु पर्ने हुन्छ यदि तपाईँसँग पैसा छैन भने त्यो तपाईँले सायद अनुभव बटुल्नु भएको छ र त्यो मैले पनि बटुलेको छु किनकि हामी अलमोस्ट हामी जो नेपालीहरू छौँ त्यो गरिबीको रेखा मुनि नै छौँ त्यो भएर हामी सबैले टिकको अनुभव बटुलेका छौँ कि पैसा नहुँदाको जीवन कस्तो हुन्छ पैसा नहुँदा परिवारले गर्ने व्यवहार कस्तो हुन्छ पैसा नहुँदा सँगै पढेको साथी
सँगै खेलेको साथीले गर्ने व्यवहार कस्तो हुन्छ त्यो तपाईँ र मलाई राम्रोसँग थाहा छ। मात्र भुलेको मात्र हो। अहिले अलिअलि पैसा कमाउन सुरु गर्यो अनि भुलेको मात्र हो। तर सम्झिनुहोस् त, जुन दिन तपाईँ र मसँग पैसा थिएन नि, त्यो बेला तपाईँ र मेरो छिमेकीले गरेको हामीलाई व्यवहार, जब मेला पर्व आउँदै गर्दाखेरि हामीले चाहिँ टालटुल गरेर चलाएका ती दिनहरू, पैसा नहुँदा त्यो खालको बेग्लै दर्दनाक जुन पीडा थियो, त्यो त्यो खालको चाहिँ अवस्था थियो, त्यो हामीले चाहिँ त्यो अवस्थालाई झेलेर चाहिँ हामी यहाँसम्म आएका छौँ। त्यो हामीलाई राम्रोसँग थाहा छ। तर पनि तपाईँ र मैले चाहिँ अवसर पाइसके पछाडि पनि त्यो कुरालाई सम्झिन सकेका छैनौँ। जसले गर्दा चाहिँ समुद्रको छेउमा छौँ तर हामीले पानीको प्यासले हामी चाहिँ मरिराखेका छौँ। हामीले चाहिँ पानीको त्यो खालको चाहिँ एउटा अभावमा छौँ। त्यो भएर फर्स्ट तपाईँले चाहिँ पैसाको पावर बुझ्नुहोस्, त्यो मनी पावर बुझ्नुहोस्, अनि बल्ल तपाईँले चाहिँ डिएक्सनको वास्तविक यसको प्लान तपाईँले चाहिँ बुझ्नुहुनेछ। यो संसारमा सबैजनाको सपना हुन्छ। मैले तपाईँलाई चाहिँ डिएक्सन गर्नुहोस् भनेर चाहिँ यो सपना देखाएको होइन, जो अरू कम्पनीहरू देखाउने गर्छन्। तर यो रियालिटी हो सबैजनाको। टन्न पैसा कमाउन सबैलाई मन लाग्छ। एउटा राम्रो घर बनाउनको लागि सबैलाई मन लाग्छ। हेर्नुहोस्, काठमाडौँमा त्यो धुलोमा चाहिँ तपाईँ हामी जब हिँड्छौँ नि, आफ्नै गाडी भएको भएदेखि कति सरर जान हुन्थ्यो। सबैलाई रहर लाग्छ क्या। प्रत्यक्ष होस् अप्रत्यक्ष होस्, चाहेर होस् नचाहेर होस्, सपना सबैजनाको हुन्छ। टन्न पैसा कमाउने, ब्याङ्क ब्यालेन्स गर्ने, आफ्नै घर बनाउने, सकेसम्म 2-3वटा सहरमा घर बनाउने, अनि आफ्नै साधन, आफ्नै सानो भए पनि गाडी किन्ने सबैजनाको चाहना हुन्छ क्या। सबैजनाको चाहना हुन्छ। त्यही चाहना भएकै कारणले गर्दा यो संसारमा हरेक मान्छेले सके जतिको मेहनत गरिराखेको छ। रात दिन भोक प्यास निद्रा केही नभनिकन उसले मेहनत गरिराखेको छ क्या। त्यो तपाईँ र मैले पनि गरिराखेको छौँ। हेर्नुहोस्, भलै तपाईँ र मैले डिएक्सनमा नगरेको होला, तर बाहिर जागिरमा चाहिँ गरेको छ नि। राति भनेको छैन, दिउँसो भनेको छैन, कहिले खाली पेट कहिले आराम नगरिकन, होइन, हामीले चाहिँ मेला पर्व परिवार केही नभनिकन चाहिँ हामीले मेहनत गरिराखेका छौँ नि त। के को लागि मेहनत गरेका छौँ त भन्दा चाहिँ हामीले त्यो सपना पुरा गर्नु छ क्या। त्यसको लागि हामीले त्यसरी मेहनत गरिराखेका छौँ। त्यो तपाईँले पनि गर्नुभएको छ, मैले पनि गरिराखेको छु। तर विडम्बना चाहिँ के छ भने द प्रेजेन्ट रियालिटी, अहिलेको वास्तविकता चाहिँ यस्तो छ। हेर्नुहोस्, कोही पनि तपाईँ जो जागिर गर्दै हुनुहुन्छ, जो हाम्रो चाहिँ अग्रज लिडरहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ राम्रो बोनस डिएक्सनबाट ल्याउनुहुन्छ। उहाँहरू फाइनेन्सियल फ्रिडम लिइसक्नु भएको छ, टाइम फ्रिडम लिइसक्नु भएको छ। तर अहिलेसम्म पनि तपाईँ डिएक्सन स्टार्ट गर्दै हुनुहुन्छ, डिएक्सन गर्दै हुनुहुन्छ, तपाईँ रनिङमा हुनुहुन्छ, त्यो वेमा हुनुहुन्छ भने तपाईँ र मेरो रियालिटी यही नै छ। 1 महिनासम्म हामीले पुरै जागिर गर्छौँ क्या। जब सेलेरी आउँछ, सेलेरी आएको 2 दिन पछाडि तपाईँ र मेरो पकेट खाली हुन्छ, पर्स खाली हुन्छ। अलिकति केही पर्यो भने नि हामीले चाहिँ 5 दिराम 10 दिराम चाहिँ ब्याजमा चाहिँ हामीले चाहिँ पैसा खोज्नु पर्ने हुन्छ क्या। साथीसँग हात फैलाउनु पर्ने हुन्छ। आज तपाईँ र मैले जागिर गर्न लागेको 5 वर्ष होइन, 10 वर्ष 15 वर्ष, कतिपयको 20 वर्ष पनि भइसक्यो। तपाईँ मैले जागिर गर्न लागेको 20 वर्ष जागिर गर्न लागेको 20 वर्ष भइसक्यो। परिवारलाई खुसी दिन्छु भनेको 20 वर्ष भइसक्यो। अझै पनि हामी विदेशी भूमिमा चाहिँ हात खुट्टा रगटेर बसिराखेका छौँ। 20 वर्ष जागिर गर्दा पनि तपाईँ र मेरो हालत यस्तो हुन्छ भने अबको अरू 20 वर्ष जागिर गरे पनि हालत यही नै हुन्छ। मलाई यतिसम्म चाहिँ म तपाईँलाई भन्न सक्छु कि आज तपाईँको जुन हालत छ नि, अबको 5 वर्षपछि त्यो भन्दा पनि बेहाल हुँदैछ। किन थाहा छ तपाईँलाई? किनकि हाम्रो आम्दानीको रेसियो उही नै छ क्या। हाम्रो आउने पैसा बढ्दैन, तपाईँ र मेरो सेलेरी बढ्दैन क्या, घट्ला तर बढ्दैन। अहिलेको अवस्था यस्तो आइसक्यो। जब क्राइसिस, जुन एउटा यो जनसङ्ख्या वृद्धि, अहिलेको टेक्नोलोजी अनि अहिलेको चाहिँ इकोनोमिक क्राइसिसले गर्दा चाहिँ जागिर यसरी चाहिँ मान्छे बेरोजगार हुँदैछ, जागिर पसिँदैछ। तपाईँलाई थाहा छ दुबईमा पहिला जागिर कति पाउँथे? अहिले बाहिर हेर्नुहोस् त, गल्ली गल्लीमा सिबी बोकेर मान्छे चाहिँ यसरी कुदेको छ जागिर पासे। अनि जसले जागिर पाइराखेको छ नि, थाहा छैन आज हो कि भोलि। किन थाहा छ तपाईँलाई? एउटा 5,000 दिराम सेलेरीमा काम गर्ने मानिस ऊ यति धेरै टेन्सनमा छ नि। किन टेन्सनमा छ भने त्यो व्यक्ति भन्दा धेरै एजुकेसन बटुलेको मान्छे सिबी बोकेर बाहिर घुमिराखेको छ। जब त्यो कम्पनीमा 4,000 मा काम गर्छु भनेर चाहिँ एग्री भएर जान्छ नि,
उसलाई कुनै न कुनै बहाना बनाएर कम्पनी निकालिदिन्छ क्या। कम्पनीले त फाइदा हेर्ने हो क्या, मान्छेको मुख हेर्ने होइन। कम्पनीले फाइदा हेर्ने जागिरमा चाहिँ उसलाई कसरी फाइदा हुन्छ, कहाँबाट फाइदा हुन्छ। उही काममा ऊ भन्दा दक्ष व्यक्ति 4,000मा चाहिँ काम गर्न एग्री हुन्छ भने, इच्छुक हुन्छ, राजी हुन्छ भने उसले 5,000 किन तिर्छ। उसले त कुनै न कुनै बहाना बनाएर निकालिदिन्छ क्या। त्यही भएर जागिरको कुनै पनि सेक्युरिटी छैन। होसियारले बन्ने कुरा छोडिदिनुहोस् क्या, जागिरको टुङ्गै छैन, त्यस्तो अवस्था छ। भने अर्कोतिर हेर्नुहोस् फेरि महँगाई के एक्सपेन्सिभ हेर्नुहोस् त, महँगाई हेर्नुहोस् त, हरेक 6 महिनामा महँगाई बढ्छ। 6 महिनामा महँगाई बढ्छ क्या, हरेक ठाउँमा। यो एउटा दुबईमा मात्र, नेपालमा मात्र, मलेसिया मात्र होइन, हरेक ठाउँमा हरेक 6 महिनामा एक सालमा महँगाई बढ्छ, ट्याक्स बढ्छ, भ्याट बढ्छ। अनि हाम्रो आउने बाटो चाहिँ, आउने आम्दानी चाहिँ नबन्ने, अनि खर्च चाहिँ बढेको भयो भने चाहिँ के होला तपाईँ आफै सोच्नुहोस्। अबको 5 वर्षपछि के होला हाम्रो सेलेरी। अबको 5 वर्ष पनि त्यही नै हो। मैले 8 वर्ष जागिर गरेँ दुबईमा। 8 वर्ष जागिर गर्दा सुरुमा आउँदा पनि 1200 सेलेरी थियो, 8 वर्ष पछाडि छोड्दाखेरि पनि 1200 सेलेरी थियो। 1 रुपियाँ पनि बढाउन सकेन, किनकि मसँग त्यो खालको नलेज छैन। तर महँगाई डबल भएको थियो, 8 वर्षमा डबल महँगाई भएको थियो। कसरी घर चल्न सक्छ जागिरबाट। त्यो भएर चाहिँ तपाईँ र मैले अब सोच्न आवश्यक छ। तपाईँ र मैले डिएक्सन पाउनु भनेको त यो गड गिफ्ट हो, भगवानले दिएको एउटा उपहार हो। यो गड गिफ्ट हो कि डिएक्सन चाहिँ तपाईँ र मेरो लागि। त चाहिँ साह्रै गरिब भइस्, तैँले चाहिँ मेहनत गर्न चाहन्छस् भने एउटा अवसर दिन्छु भनेर पाएको अवसर हो क्या डिएक्सन भनेको चाहिँ। आज यो अवसरबाट धेरैजना चाहिँ त्यस्तो व्यक्तिहरू हुनुहुन्छ जसले चाहिँ यो चाहिँ आफ्नो लाइफमा एचिभ गरिसक्नु भएको छ। त्यो भएर तपाईँ र मैले हामी प्रेजेन्टमा बाँचेर चाहिँ, अहिले वर्तमानमा बाँचेर भविष्यको लागि सोच्न आवश्यक छ। यदि तपाईँले भविष्यको बारेमा हामीले सोच्न सकेन भने तपाईँ र मैले अब भविष्य आज जे छ हामी त्यही नै हुनेछौँ। जस्तो कर्म उस्तै फल, यो चाहिँ ध्रुव सत्य कुरा हो। तपाईँ हामी जस्तो कर्म गर्छौँ त्यस्तै फल पाउँछौँ। आजभन्दा 5 वर्ष पहिला तपाईँ र मैले जुन काम गरेका थियौँ त्यसको प्रतिफल हो आज तपाईँ र मैले हाम्रो बुवालाई, हाम्रो आमालाई, हाम्रो अग्रजहरूलाई, अथवा हाम्रो कम्पनीलाई, अथवा हाम्रो भाग्यलाई कसैलाई दोष दिन आवश्यक छैन। आज तपाईँ र मैले जुन जे भोगिराखेका छौँ, जे छ आज अवसर जे हुनुहुन्छ उहाँले 10 वर्ष पहिला गरेको कर्मको फल हो नि, होइन। तपाईँ र मैले आज जे जिराखेका छौँ हामीले पहिला गरेको कर्मको फल हो। भनेपछि 5 वर्ष पहिला तपाईँ र मैले जे गरेको थियो त्यसको प्रतिफल आज हामीले जे पाइराखेका छौँ, आज पनि त्यही काम गर्ने हो भने अबको 5 वर्षको पछिको प्रतिफल त्यस्तै नै हुन्छ क्या। त्यो भएर चाहिँ हामीले पहिला जे गर्यौँ, पास्ट इज पास्ट, सकियो क्या। त्यो हामीले सम्झेर त्यो फर्केर आउने पनि होइन। अब आजबाट सोचौँ तपाईँ र मैले के गर्ने भविष्यको लागि। यदि यस्तो अवस्थामा, यो सिचुएसनमा तपाईँ चेन्ज चाहनुहुन्छ, परिवर्तन चाहनुहुन्छ भने डिएक्सन इज द राइट अपर्च्युनिटी फर एभ्रीवन। डिएक्सन एउटा अवसर हो सबैजनाको लागि। एउटाको लागि मात्र होइन, एउटा नेसनको लागि मात्र होइन, दुईटा नेसनको लागि मात्र होइन। यहाँनिर चाहिँ काले, गोरे, खैरे, होचे, डल्ले सबैजनाको लागि चाहिँ के हो त यो डिएक्सन एउटा अवसर हो। तर अवसरमा रिस्क हुन्छ, अवसरमा रिस्क हुन्छ। त्यो रिस्क के हो त भन्दाखेरि तपाईँले डिसिजन गर्न सक्नुपर्छ। फर्स्ट तपाईँले डिसिजन गर्न सक्नुपर्छ कि म डिएक्सन गर्छु र म डिएक्सनबाटै म केही बन्छु र म डिएक्सनै गरेर चाहिँ आफ्नो परिवारलाई खुसी दिन्छु, म आफ्नो भविष्य बनाउँछु भनेर त्यो डिसिजन गर्न सक्नुपर्छ। तपाईँ जहिले पनि दोधार मन यो गरेको छ, अलिकति यता हात हालेको छ, अलिकति उता हात हालेको छ, यस्तो गर्नुभयो भने जीवनमा कहिले पनि तपाईँ हामीले डिएक्सनको अवसर प्राप्त गर्न सक्दैनौँ। सिंगल माइन्ड बनाऊ, त्यो डिसिजन गर्न सिक्नुहोस्। पहिला फर्स्ट रिस्क तपाईँको त्यो हो। सेकेन्ड रिस्क, तपाईँ डिएक्सन गर्दै हुनुहुन्छ भने महिनामा 300-400 दिरामको लागि तपाईँ आँसु नझार्नुहोस्। किनभने यो संसारमा कुन बिजनेस छ तपाईँको महिनामा 300 दिराम लगाएर हुने बिजनेस कुन छ? 400 दिराममा तपाईँले इन्टरनेसनल बिजनेस गर्न कहाँ पाउनुहुन्छ? त्यो पनि हामीले क्यास बुझाउने त होइन नि, त्यसको त सामान पाइन्छ क्या। त्यो 300-400 दिरामको रिस्क ल्याउन तपाईँले चाहिँ सक्नुपर्छ। यो तपाईँको रिस्क, अर्को रिस्क। यो रिस्क कसरी हो भने म तपाईँलाई चाहिँ मुखले क्यालकुलेसन गरिदिन्छु। महिनाको तपाईँले 300 दिराम बचाउनु भयो भने 1 वर्षमा 3600 दिराम बचाउनुहुन्छ। 1 वर्षमा 3600 दिराम बचाउनु भयो भने 10 वर्षमा तपाईँको 36,000 दिराम बचाउनुहुन्छ। त्यसलाई क्यालकुलेसन गर्ने हो भने अहिलेको चाहिँ हिसाबमा 12 लाख रुपियाँ नेपाली हुन्छ। तपाईँले डिएक्सन गर्नु भएन, महिनाको 300 दिराम बचाउनु भयो भने अबको 10 वर्षपछि तपाईँले टोटल 12 लाख रुपियाँ बढी कमाउनुहुन्छ। अहिले 300 को मुख हेर्नुभयो भने। तर म तपाईँलाई ग्यारेन्टी दिन्छु नि, यदि तपाईँले त्यही 300 दिराम लगाएर बिजनेस गर्नुभयो र यहाँ गर्नुपर्ने कुरा गर्नुभयो भने अबको 5 वर्ष पछाडि महिनाको लाखौं रुपियाँ इन्कम आउने सिस्टम बनाउन सक्नुहुन्छ। डिसिजन तपाईँले गर्ने, रिस्क तपाईँले लिने हो।
अहिले 2-4 पैसा कम पठाउँदैमा हाम्रो परिवार भोकले मर्दैन। अहिले तपाईँ हाम्रो परिवारले ऋण काटेर भए पनि पाल्न सक्छौँ क्या, तर यो अवसर फर्केर आउँदैन क्या, यो समय फर्केर आउँदैन। आज मसँग जुन इनर्जी छ, आज मसँग जुन समय छ, आज मसँग जुन एउटा अवसर छ, जुन सपोर्ट छ, त्यो भोलि पाउँदैन क्या मैले। त्यो भएर तपाईँले पनि आज तपाईँसँग जुन उमेर छ, जुन एज छ, जुन 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 तपाईँसँग अवसर छ, जुन सपोर्ट छ, त्यो भोलि आउँदैन क्या फर्केर पनि, भोलि तपाईँ पछुताउनु पर्ने हुन्छ। त्यो भएर चाहिँ रिक्स लिनुहोस् तपाईँ परिवर्तन गर्नको लागि। डिएक्सन एउटा अवसर दिएको छ। डिएक्सन यो रेसिडुअल इन्कम अपर्च्युनिटी हो, जहाँ चाहिँ $2.5 देखि लिएर $1.2 मिलियन यानि कि $2.5 देखि लिएर $12 लाख सम्म महिनामा इन्कम आउने सिस्टम छ। दुबईमा त महिनाको 2 लाख, 2.5 लाख, 3 लाख दिराम इन्कम गर्ने थुप्रो हुनुहुन्छ। हाम्रो आँखा अगाडि नै हिँड्नुहुन्छ, हामीसँग भेट्नुहुन्छ, महिनाको 1.5 लाख, 2 लाख, 2.5 लाख, 3 लाख दिरामसम्म कमाउनुहुन्छ। त्यो भनेको नेपालको 70-80 लाख 1 करोडको हाराहारीमा हो। त्यो डिएक्सनको बोनस यो मैले चाहिँ यो काल्पनिक सोचेर यो मार्केटिङ प्लान पढेर भनेको होइन, देखेर भनेको। यो कसैले पढाएर भनेको होइन, देखेर भनेको। आफ्नै आँखाले देखिसके पछाडि त त्यो पनि 1 महिना देख्ने हो र हरेक महिना देखिराखेको हुन्छ। त्यो सिस्टममा हामी छौँ। त्यो प्लान चाहिँ डिएक्सन तपाईँहरू मलाई दिएको र हामीले चाहिँ अलिकति यहाँनिर अन्डरस्ट्यान्डिङ गर्नुपर्ने कुरा के छ भने चेन्ज द वे युर थिङ्क अबाउट डिएक्सन अपर्च्युनिटी। डिएक्सन यो अवसरको बारेमा चाहिँ तपाईँ र मैले अलिकति चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ के छ भने डिएक्सन इज कन्ज्युमर बिल्डिङ बिजनेस, नट अ सेल्स प्रोडक्ट्स। डिएक्सनको बिजनेस डिएक्सनको बिजनेस भनेको यो अवसर भनेको तपाईँ र मैले कन्ज्युमर बिल्ड गर्ने, बिजनेस पार्टनर बिल्ड गर्ने चाहिँ, लिडर बिल्ड गर्ने, क्रिएट गर्ने चाहिँ एउटा बिजनेस हो क्या। यो सामान बेच्ने बिजनेस होइन। यदि तपाईँ झोला बोकेर सामान बेच्नुहुन्छ भने तपाईँ वान टाइम कमाउनुहुन्छ, एकचोटि कमाउनुहुन्छ, तर तपाईँले कन्ज्युमर बनाउनुहुन्छ, उसलाई सिकाउनुहुन्छ, उसलाई लिडर निकाल्नुहुन्छ भने तपाईँको लाइफ टाइम इन्कम हुन्छ क्या। धेरैजनाको कन्सेप्टमा के छ भने डिएक्सनमा जोडिसके पछाडि झोला बोक्नुपर्छ, सामान बेच्दै हिँड्नुपर्छ। नो, त्यो तपाईँको रिटेल प्रफिट मात्र हुन्छ। तपाईँ तत्काल पैसा चाहिएको छ त्यो गर्न सक्नुहुन्छ, त्यो तपाईँको इच्छा। तर डिएक्सन अथवा हामीले चाहिँ तपाईँलाई त्यो फोर्स गर्दैनौँ कि तपाईँ सामान बेच्नै पर्छ। नो, हामी कहिले पनि फोर्स गर्दैनौँ। यो हामीले चाहिँ यो कन्ज्युमर बिल्ड गर्ने एउटा बिजनेस हो। तपाईँको सो इच्छाले बेच्नुहुन्छ, कसैले मगाउनुहुन्छ, लगिदिनुहुन्छ, त्यो बेग्लै कुरा हो। तर डिएक्सनले कहिले पनि तपाईँलाई सामान लग बेच भनेर चाहिँ त्यसरी तपाईँलाई चाहिँ फोर्स गर्दैन। तपाईँ इच्छाले तपाईँ गर्न सक्नुहुन्छ। द रेसिडुअल इन्कम केम फ्रम द रोयल कन्ज्युमर। डिएक्सनमा स्थिर आम्दानी कसरी आउँछ त भन्दाखेरि रोयल कन्ज्युमरबाट आउँछ। रोयल कन्ज्युमर कसरी हुन्छ त भन्दाखेरि तपाईँले जब कुनै पनि कस्टमरलाई राम्रोसँग त्यो वस्तुको फाइदाको बारेमा बताएर उसलाई कन्ज्युमर बनाउनुहुन्छ तब मात्र त्यो रोयल कन्ज्युमर बन्छ। तपाईँले एकचोटि सामान बेच्ने होइन, तपाईँले उसलाई राम्रोसँग बताएर बेच्नुहोस्, सामान कन्ज्युमर बनाउनुहोस् क्या। एउटा टुथपेस्टको बारेमा राम्रोसँग टुथपेस्टको डिटेल्समा यो टुथपेस्ट यस्तो यस्तो हो, यस्तो 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 फाइदा गर्न सकिन्छ भनेर बताएर चाहिँ एउटा टुथपेस्ट कन्ज्युमर बनाउनुहोस् त। उसले प्रयोग गर्छ र उसलाई राम्रो लाग्यो भने उसले चाहिँ महिनामा एउटा टुथपेस्ट त हरेक परिवारमा गइहाल्छ। सपोज मानिलिनुहोस् तपाईँले 10,000वटा कन्ज्युमर बनाउनु भयो भने महिनामा कमती कममा पनि 10,000वटा टुथपेस्ट तपाईँको महिनामा सेल्स हुन्छ क्या, यदि तपाईँको रोयल कन्ज्युमर भयो भने। अब एउटा टुथपेस्टको उनीहरूलाई बोनस त जाँदैन। 10,000 टुथपेस्टको बोनस एउटा टुथपेस्टमा 6 पिबी हुन्छ दुवैमा। 10,000 टुथपेस्टको 60,000 पिबी हुन्छ। 60,000 पिबीको लगभग 25,000 सेल्स भ्यालु हुन्छ। 25,000 सेल्स भ्यालुको मात्र 25% आयो भने पनि तपाईँले पैसा गर्नको लागि घन्टा लाग्छ। त्यो सिस्टम तपाईँसँग छ। त्यो रोयल कन्ज्युमर बनाउने कोसिस गरौँ हामी सबैजनाले रोयल कन्ज्युमर बनाऊ। रोयल कन्ज्युमर भनेको कुनै पनि वस्तुको बारेमा राम्रोसँग बताएर उहाँहरूलाई फाइदा पाउने तरिकाले बताउनुहोस्, हतार नगर्नुहोस्। योर बिजनेस पार्टनर विल केम फिल्टर थ्राउज योर कन्ज्युमर। तपाईँ हाम्रो चाहिँ तपाईँ र मसँग बिजनेस गर्नको लागि चाहिँ त्यही कन्ज्युमरहरूबाट फिल्टर भएर आउने। सबै मान्छे मेम्बर बन्दैन, कन्ज्युमर बन्दैन। सबै कन्ज्युमर बिजनेस गर्दैन, त्यहाँबाट फिल्टर भएर आउने। त्यो भएर चाहिँ एउटा नियम चाहिँ छ यो डाइरेक्ट सेलिङमा चाहिँ तपाईँले म्याक्सिमम कन्ज्युमरबाट तपाईँ फिल्टर भएर चाहिँ तपाईँ जस्तै एउटा बिजनेस गर्ने एउटा व्यक्ति आउनुहुनेछ फिल्टर भएर। 6x6 भनेको तपाईँले 6वटा ग्रुप बनाउनुहोस् र त्यो 6वटा ग्रुपलाई पनि अरू 6 ग्रुप
बनाउँदै जानुभयो भने जब तपाईँ 6x6 प्लान गर्नुहुन्छ तपाईँको चाहिँ तपाईँले किनेको सामानको पोइन्टहरू पनि तपाईँको अकाउन्टमा जम्मा हुन्छ तपाईँको माध्यमबाट आएको मान्छेले किनेको पोइन्ट पनि उसलाई पनि हुन्छ तपाईँलाई पनि हुन्छ यसरी जोडिँदै जाँदा चाहिँ तपाईँको 6, 9, 12, 15, 18, 21% यसरी बढ्दै जान्छ तपाईँ स्टार एजेन्ट बन्नुहुन्छ यो चाहिँ दुबईको प्लान हो नेपालमा हुनुहुन्छ भने चाहिँ 1500 को 100 6%, 4500 को 9%, 15,000 को 12%, 30,000 को 15%, 48,750 को 18% र 67,500 को चाहिँ 21% हुन्छ नेपालमा हुनुहुन्छ भने चाहिँ तपाईँ स्टार एजेन्ट बन्नुहुन्छ र 6x6 र 100 PB को प्लानमा जानु भएको छ भने तपाईँ स्टार एजेन्ट हुँदाखेरि कम्तीमा पनि 3 देखि 500 दिरहम बन्न सक्छ नेपालको 10 देखि 15,000 रुपियाँ चाहिँ तपाईँ इन्कम गर्न सक्नुहुन्छ डिएक्सन सिस्टमबाट अब तपाईँ इमेजिन गर्नुहोस् जम्मा 6 वटा लाइनमा डायमन्ड बनाउँदा तपाईँको यति इन्कम गर्न सक्नुहुन्छ भने अब 20 वटा लाइनमा डायमन्ड बनाएर क्राउन एम्बेसडर बन्दाखेरि इन्कम कति होला द्याट इज द डिएक्सन पावर यो डिएक्सन सिस्टमको पावर त्यो भएर तपाईँ हामीले चाहिँ डिएक्सनलाई एकदमै भित्री मनदेखि मेहनत गरौँ डिएक्सनले चाहिँ तपाईँ र म मात्र होइन तपाईँ र मेरो आउने भावी सन्ततिहरूलाई पनि एउटा भविष्य सुनिश्चित गरिदिन्छ जुन चाहिँ जेनेरेसन टु जेनेरेसन ट्रान्सफर हुने सिस्टम छ यहाँनिर त्यो भएर चाहिँ आज तपाईँ र मैले एकदमै हृदय मनदेखि नै आफ्नो तागत लगाएर फोकस गरेर चाहिँ हामीले मेहनत गरियो भने आउने समय हाम्रो आउने पुस्ताहरूले चाहिँ त्यो वास्तविक सुखको फल चाहिँ पाउनेछन् त्यो भएर चाहिँ आजको समयमा हामीले चाहिँ नो लेफ्ट नो राइट हामीले चाहिँ फोकस गरौँ डिएक्सन सिस्टममा जति सक्छौँ मेहनत गरौँ आज तपाईँ र म कम सुते पनि आज तपाईँ र म चाहिँ अलिक बढी कुदे पनि हामीले केही पनि हुँदैन हामी मर्दैन तर कुनै दिन त्यो दिन आउँछ जुन दिन तपाईँ चाहेर पनि कुद्न सक्नु हुँदैन त्यो भएर चाहिँ समयमै तपाईँले मेहनत गर्नुहोस् हामीलाई थाहा छ नि फलाम जब तातिन्छ नि फलाम तातेकै बेला चाहिँ हामीले घन ठोक्न सक्नुपर्छ जब फलाम चिसो हुन्छ घन ठोकेर केही फाइदै छैन तपाईँ उल्टी थाक्नुहुन्छ त्यो भएर चाहिँ टाइम भनेको चाहिँ यो टाइम भनेको चाहिँ तपाईँ र मैले धेरै मेहनत गर्ने सही टाइम हाम्रो भविष्य कोर्ने भविष्य बनाउने सही टाइम हो